2083 साल अब घुम्न लाग्यो हामी चाहिँ चोकतिर अन्ते अब पुष्पराज भट्टराईको घरतिर जाने हो एकछिन बस्ने हो अनि कता लाग्ने हो थाहा छैन 2083 साल घुम्न लाग्यो मध्य दिउँसो पुगेका छौँ कहाँ अरे कुइनेटार खोडी पनि भन्छ अहिले त कुइनेटार भनेर लेखेको रहेछ यो चाहिँ हामी सबभन्दा टपमा आए जतिकै भएको छ खोला चाहिँ पुरै सुक्खा चिसो यस्तो छ हेत्तेरी यहाँ आइपुग्ने यस्तो स्यास्या भइसक्यो अझै माथि जाने भन्दै हुन्छ हाम्रो पुष्प सर कहाँ जाने अरे पुष्प सर अझै टपमै जाने पुष्प सरले गलाउने हुनुभयो वर्षमा एक दिन हिँड्नु चाहिँ यार खुत्रुकै हुने गरी कुदाउने भयो यसलाई मार्ने भयो आज एक दिन वर्षभरि घुम्न पाए त हुन्थ्यो कोही डोनेसनवाला भेट्यो त यत्तिको अग्लो डाँडामा आएपछि यस्तो रमणीय दृश्य देखेपछि कसको मन यतै बसौँ लाग्दैन त्यसै हाम्रो नेपाल भनेको स्विजरल्यान्डभन्दा कम छ त हाम्रो नेपाल ल यस बाटो यस्तो दामी देखिँदैछ कि परबाट वहाँ तलबाट आएको हामी चाहिँ हिँड्दै यहाँ आम्मा कहाँ नयाँ वर्षको सुरुवात घुम्न दमक कहाँ छ दमक के पानी ट्याङ्की 3टा छ जस्तो लाग्छ राम्रो देखिँदो रहेछ जाउँ न हामी पनि जाने नि हो माथि टुप्पो पुगिरहेको अब हिँड्दै खुट्टा आँखा चाहिँ चस्मा लाउनु पर्दैन यता लाउनु पर्दैन पुरै हरिया हो भ्लगवाला त होइन भ्लगवाला त खतरा थियो नि भ्लगवालै थियो नि सेन्ट पनि हराएर सेन्ट त अब त्यस्तै त हो नि तर राम्रो देखिँदो रहेछ यहाँबाट चाहिँ राम्रो बेलुका राम्रै हुन्छ ल हो नि अहिले हेर्न दामी देखिँदो रहेछ भिडियोमा यस्तो राम्रो देखिन्छ रहेछ अनि यो भिड चप्पलमा आएको झन् दामी यो जो भिड भाडै छ